काम भनेको चाहिँ कुनै पनि सजिलो होइन रहेछ है गाइस। काम चाहिँ जे गर्नुहोस् कतिवटा चाहिँ कति कुरामा गाह्रो हुँदो रहेछ, कति कुरामा सजिलो होइन। अनि हामीले चाहिँ अब यो फोटो र लुगाको काम गरेर होला सायद हामीलाई यही काम गाह्रो हुन्छ। आफूले जे काम गर्यो त्यही काम चाहिँ हामीलाई गाह्रो हुँदो रहेछ। अनि कतिजना यस्तो व्यक्तिहरू पनि हाम्रो जीवनमा आउनुभयो कि उहाँहरूको एक दुईवटा शब्दले चाहिँ हुन्छ नि हामीलाई हौसलाहरू मिल्यो होइन, कति प्रेरणाहरू मिल्यो, कति हुन्छ नि पोजिटिभ भाइब होइन। तर कतिजना व्यक्तिहरू चाहिँ यस्तो पनि आउनुभयो कि ओहो यो काम त गर्नु होइन रहेछ, गर्ने होइन रहेछ, साह्रो पर्दो रहेछ, ए हो काम साला यो मुला काम यो गर्नुभन्दा त बरु खैरेको 8 घन्टा गर्छु नि, यसलाई छोडिदिन्छु भनेर पनि त्यस्तो दिनहरू पनि आयो। तर हामी बुढाबुढीले एकले अर्कालाई हातोमालो गर्दै गर्दै मैले त्यसो म छोड्छु भन्दा मेरो बुढाले मलाई सपोर्ट गर्नुभयो। त्यतिखेर मेरो बुढा रिसाएर म छोड्छु यो काम भन्दा उहाँलाई मैले सपोर्ट गरेँ होइन। त्यसरी गर्दै गर्दै आज हामी यहाँ छौँ है मित्र। हामीले एकले अर्कालाई चिनेको त अब 15-16 वर्ष भयो होला, तर अस्ति गन्ती गर्दै लगेको ठ्याक्कै बे गरेको दिनदेखि आजसम्म चाहिँ कति वर्ष भएछ भनेको 13 वर्ष चाहिँ कम्प्लिट भएछ होइन। अनि अब हामी 15 वर्षमा चाहिँ एकताल फेरि हामी बे गर्छौँ होला होइन बुढा, कम्प्लिट हुँदा त्यसै भन्दै थियौ तिमी पनि बे गर्नुपर्छ ल। ल माया प्रेम बसी बस ल पर्नुपर्छ। अपि जिन्दगी नै सबै तपाईँलाई दिएको। अनि 11 प्रो म्याक्स आइफोन 13 नै मेरो। हजुरहरूलाई धेरै धेरै धन्यवाद साँच्चीकै। अनि तपाईँले पनि अब हुन्छ नि तपाईँहरूले जसले पनि हामीलाई पोजिटिभ कुराहरू बोलेर हाम्रो हुन्छ नि लाइफमा एकदमै पोजिटिभ इम्प्याक्ट दिनुभएको। साँच्चीकै यो हाम्रो जिब्रोमा चाहिँ मृत्यु र जीवन हुन्छ अरे भन्छ नि, साँच्चीकै हो रहेछ। यसलाई चाहिँ म यो कुरालाई चाहिँ म ट्रस्ट गर्छु, विश्वास गर्छु। साँच्चीकै हाम्रो जिब्रोमा चाहिँ जीवन र मृत्यु हुँदो रहेछ। हामीले जे बोल्छौँ नि त्यो चाहिँ प्रायः जस्तो हुँदो रहेछ। अनि भरिसक्कै होइन हामीले मान्छेहरूलाई सहयोग गर्न नसके पनि के गर्न नसके पनि बोलीले मात्रै पनि हामीले सहयोग गर्न सक्दो रहेछौँ। राम्रो बोलेर पनि, पोजिटिभ कुराहरू बोलेर पनि होइन बुढा। हो हो मेरै बुढा हो।